ल सबैजनालाई स्वागत छ मेरो छोटो मिठो भिडियोमा। आज धेरै दिन पछि भिडियो लिएर आएको छु, लगभग 1.5 वर्ष पछाडि नै भन्नु पर्ला। र आज हामी घर नजिकै, हामी बस्ने रुम नजिकैको जङ्गलमा बेलुकाको खानापिना गरेर डुल्न निक्लेका छौँ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ गाई चरनहरू यो तरिकाले यहाँ रोमानियामा गरिन्छ। प्राय रोमानियामा चाहिँ यो तरिकाबाट चाहिँ गाई चरन क्षेत्र, भेडा चरन क्षेत्र, भैँसी पालन जस्ता पशुपालन चाहिँ यो तरिकाबाट गरिँदो रहेछ। देख्न सक्नुहुन्छ। थोरै मेरो भिडियो हल्लिए तापनि तपाईँले यसरी देख्न सक्नुहुन्छ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँ हामी बस्ने ठ्याक्कै यो पारिपट्टि हो। हामी चाहिँ वारिपट्टिको जङ्गलमा आएछौँ र लगभग यहाँ रोमानियाको भित्र बस्तीहरूमा देख्न सक्नुहुन्छ पुराना संरचनाहरू यस्तै छन्। यहाँ हाम्रो दुईजना टोलीहरू चाहिँ बोका हेर्दै हुनुहुन्छ। यहाँ बाख्रा पालन गरिएको रहेछ, उहाँहरू हेर्दै हुनुहुन्छ। यो बजार एरियाको भित्री भागतिर लगभग यस्तै संरचनाहरू देख्न पाइन्छ। यो एरियामा लगभग यो एरिया लगभग तपाईँको सुकुम्बासी एरिया भन्दो रहेछ। यहाँ चाहिँ यस्तै छ। यो पारिपट्टिको एरिया चाहिँ बजार एरिया नै भनिन्छ यसलाई। माथिको हरियाली डाँडाहरू देख्न सक्नुहुन्छ। आज फोटो खिच्ने कार्यक्रमहरू भइरहेछ। यहाँ हाम्रो नारायण सर देख्नुहुन्छ। नारायण सर, हजुर मन्द मुस्कान के छ हौ तपाईँको खबर? एकदम घरबाट बाहिर घुम्न निस्केको, रमाइलो लागिरहेको छ, त्यही भएर फोटो खिच्नमा व्यस्त हुनुहुन्छ हैन त? एकदम ल ठिक छ नारायण सर। पारीको संरचनाहरू यस्तै छ, गाडीहरू कुदिरहेछ रोडतिर। ल हाम्रो यहाँ ज्ञानु भाइ हुनुहुन्छ, उहाँ ज्ञानु भाइलाई म भिडियोमा लिन चाहन्छु। ज्ञानु भाइ नमस्कार। नमस्कार दाइ। सेवाहरू के छ ज्ञानु भाइ हालखबर? ठिकै छ दाइ। अब आज सन्डे थियो, छुट्टीको बेला होइन, मजाले घुमियो, डुल्न जेस् मजा आइरहेछ। एकदम दाइ। अहिले कति बज्यो ज्ञानु भाइ यहाँ? अहिले तपाईँको 7:30 भयो। 7:30 भनेपछि लगभग उज्यालो छ हैन त? एकदम उज्यालो। अहिले अनि ज्ञानु भाइ अहिले कति भयो रोमानिया आएको? अहिले दाइ 2 वर्ष हुन लाग्यो। 2 वर्ष हुन आँट्यो। काम के काममा हो? काम हामी एग्रिकल्चरमा आएको। काम कस्तो? राम्रै छ होला नि त होइन? राम्रै छ दाइ। यहाँको मौसमहरू चाहिँ कस्तो छ हौ ज्ञानु भाइ? यहाँको मौसम राम्रै छ दाइ। जोस् हामी नेपालीहरूलाई सुइटेबलै हुने खालको। एकदम दाइ। भनेपछि गर्मीमा पनि धेरै गर्मी होइन, जाडोमा पनि धेरै जाडो होइन। नर्मली दाइ गर्मीमा अब 33-35 डिग्री भनेको नर्मलै हो हैन? टेम्परेचर भनिसकेपछि होस् राम्रै छ भन्नुपर्छ। एकदम राम्रो छ। अब रोमानिया आउने साथीभाइहरूलाई नेपालबाट आउने जुन योजना बनाउँदै हुन्छ, प्लान गर्दै हुन्छ, नेपालबाट आउने दाजुभाइहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? नेपालबाट आउने दाजुभाइहरूलाई अब म चाहिँ नआउनु भन्दैन होइन, हजुर आउनु होला। अब ठिकै छ, आफ्नो किस्मतको कुरा हो होइन। कसैलाई राम्रो हुनसक्छ, कसैलाई नराम्रो हुनसक्छ, कम्पनी अनुसार होइन त? कम्पनी अनुसार त्यो त आफ्नो किस्मतको कुरा हो दाइ। अन्त्यमा तपाईँ के भन्न चाहन्छ यो भिडियो मार्फत? अब हुन त भिडियो मेरो फोन त खासै राम्रो छैन, भिडियो पनि खासै क्लियर त आएको छैन, तैपनि के भन्न चाहन्छ अन्त्यमा? दाइ अब म के भन्न चाहनुहुन्छ भने अब ठिकै छ, रोमानियामा राम्रै छ होइन। हामी अब खुसीका साथ बसेका छौँ। काम पनि अब मजाले, अब हाम्रो काम पनि मजाले चल्दैछौँ होइन। हजुर ठिकै छ। स्यालेरी पनि अब राम्रै छ भन्नुपर्छ। अब चित्त बुझ्दो आइरहेको छ स्यालेरी पनि। जस रमाइलो छ, एकदम ठिक छ दाइ। यति भलाकुसरी गर्दाखेरि अन्त्यमा मैले सोध्नै बिर्सेछु भाइलाई। हजुर भाइको नेपाल घर कहाँ पो पर्यो? मेरो नेपाल घर दाइ नवलपरासी। हजुर नवलपरासी हुप्सीकोट 4 शङ्खदेव दाइ। ए ल हस्, धन्यवाद। ल धन्यवाद दाइ। यो चरन क्षेत्रमा यहाँको लोकल बाख्राहरू पनि देख्न सक्नुहुन्छ। यहाँ चाहिँ जाडो मौसमले होला, लगभग हिमाली, हाम्रो नेपालमा हिमाली क्षेत्रतिर पाइने जातको बाख्राहरू देख्न सक्नुहुन्छ। यो सबै यो चरन एरिया हो। चट्टसँगले यो पारिपट्टिको सिनहरू देख्न सक्नुहुन्छ। यो पारिपट्टिको सिन सबै जङ्गल हो। जङ्गल पारिपट्टि चाहिँ सबै अङ्गुर खेती छ, देख्न सक्नुहुन्छ। पारिपट्टि यहाँ भेडा चरन हो। टोलीहरू फोटो खिच्ने कार्यक्रम व्यस्त छन्। ल हामी एक चरण जङ्गल घुमेर आइसक्यौँ। देख्न सक्नुहुन्छ घाँसहरू। यो चाहिँ हाम्रो रेल स्टेसन हो।
साथीहरू हिँडिराख्नु भएको छ। ल हामी चरण घुमघाम गरेर आइसक्यौँ। अब लगभग रात पनि पर्न आँटिसकेको छ। यो चाहिँ रेलको लिक देख्न सक्नुहुन्छ। यो चाहिँ लोकल एरियाको लागि हो, देख्न सक्नुहुन्छ। एउटा सानोतिनो स्टेसन हो। ल आज चाहिँ भन्दै हामी डुलेर पनि आफ्नो रुममा आइपुगिसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ अगाडिपट्टि पसलहरू, त्यो अगाडि चाहिँ पसलहरू रहेको छ। यो हाइवे भयो तपाईँको। यसरी रात परेपछि यहाँ रमाइलो गर्ने गर्छन् यहाँका स्थानीयहरू। यहाँको दृश्यहरू देख्न सक्नुहुन्छ तपाईँले। यहाँ हाम्रो प्रकाश हिँडेर आइराख्नु भएको छ, देख्न सक्नुहुन्छ। ल फाइनल्ली हामी बस्ने लोकेसनमा आइपुग्यौँ। आजको यात्रा यस्तै रह्यो। हेरेर सुनेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र हामी बस्ने घरहरूमा आइपुग्यौँ। यहाँ साथीहरू हिँडिराख्नु भएको छ। नारायण सर, हेलो, हामी घर आइपुग्यौँ। एकदम हजुर। आजको यात्रा कस्तो रह्यो त? आजको यात्रा एकदम रमाइलो रह्यो। आउँदा आउँदै पैसा पनि भेट्यो बाटोमा। साह्रै राम्रो। ल हस्, धन्यवाद।